हौ साथीहरु मेरो सुब्बाले बनेको चाहिँ खानाम हरायो त खानाम बुझेन भने नाम्लो बाख्रालाई घाँस काट्नु जाउँ है भनेर नाम्लो खोजेको हिजो कहाँ राखेको त्यही बिर्स्यो मैले ठाउँै बिर्स्यो कि मेरो नाम्लो हरायो यहाँ राखेको ठाउँ त बुल्लिने खालको छु म त खतरा हो नि बाख्राको घाँस काट्नु पर्ने अनि भोकेर ल्याउनु पर्ने नाम्लो हरायो कुन दिशा पट्टि फ्याँकी पठा अब यस्तो बुल्लिन्छु कि म अब फाइदा छैन कि नाम्लो खोजेर साथी हो यसो गरेर अब यो डोरीले भनी काम चलाउनु पर्यो नि त जसै गर्नु काम चलाउनु छ कि जिन्दगीमा यो अलिक लामो छ यो चाहिँ ठिक हुन्छ अब नाम्लो त कुन दिशा राख्यो मैले कुन दिशातिर फेर्क्यो त्यो पो बिर्स्यो त उल्लापट्टि राखेछु मैले इलापट्टितिर त छैन नाम्लो हिजो त चलाएकै याद थियो ठुल्ठुलो छ नि खासीहरू ठुल्ठुलो छ कि हाम्रोमा यस्तोहरू छ यिनीहरूलाई घाँस काटौँ भनेको नाम्लो पो हरायो यहाँ राख्यो भन्ने चाहिँ पत्तो छैन ल त्यो पत्तो नभएको चिज अहिले नखोजौँ बराबरी खोजौँ होला है साथीहरू ल अब म घाँस काट्नु थालेँ है त ल अब बल्ल बल्ल घाँसको बारी पिराइयो अब बोकेर लानुपर्छ घाँसको बारी बाख्रालाई नाम्लो हराइगयो नाम्लो हरायो नि दाम्लो हराएको छैन दाम्लोले भनिदिएको नि त हेर्न हो पुरा दाम्लोले बाँधेको छ अब बोकेर जानुपर्छ हेर्नु है त घाँसको बारी बोकिन्छ अब अब जानु पर्छ हौ